नमस्ते, मेरो नाम डाक्टर मर्सा। आज म सानो जानकारी एउटा सद्धौत घृतको बारेमा दिन गइरहेको छु। सद्धौत घृत भनेको शुद्ध गोघृतलाई 100 पटक पानीले धोएर तयार गरिएको घृत हो, जसलाई संस्कृतमा सद्धौत घृत भनिन्छ। सत भन्नाले 100, धौत भन्नाले धुने र घृत भन्नाले गौघृत। हामी आयुर्वेदमा गोघृतलाई उत्तम आयुर्वेदमा विशेष गरी पित्त दोष, रक्त दोष, त्वचा विकारलाई शान्त गर्छ। सद्धौत घृतको बाह्य प्रयोगमा बर्निङ सेन्सेसन, पोलीको घाउ, सनबर्न, एक्जिमा, डर्माटाइटिस, डायपर रेसेस, पित्त प्रकृति आदिमा गरिन्छ। सद्धौत घृत छालामा तुरन्त शीतल दिन्छ, सोजन र जलन कम गर्छ, घाउ निको पार्न सहयोग गर्छ। कुनै पनि स्टेरोइड बिना यो नेचुरल हिलिङ गर्छ। यसले छालालाई मोइस्चराइजर मात्रै होइन, भित्रसम्म पित्त शमन गर्छ। यसको प्रयोग कसरी गर्ने त? प्रभावित भागमा सफा गर्नुहोस्। दिनमा 2 अथवा 3 पटक पातलो ताहा लगाउनुहोस्। खुल्ला घाउमा चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नुहोस्। लास्टमा आयुर्वेदको एक सरल तर शक्तिशाली उपाय। यो आजको समयमा जहाँ स्टेरोइड धेरै प्रयोग भइरहेको छ, त्यहाँ सद्धौत घृत एक सुरक्षित विकल्प मान्न सकिन्छ। अब बुझौँ सद्धौत घृत बनाउने विधिमा। हामी सामग्रीमा शुद्ध गौघृत 500 ग्राम लिने, शुद्ध पानी 2-3 लिटर या घृतको 4-5 गुणा पानी राख्ने। यसको प्रक्रियामा शुद्ध गौघृतलाई क्लिन ड्राई भेसलमा राख्नुहोस्। भेसल चाहिँ तामाको हुनुपर्छ। घृत पिघलाउनु आवश्यक छैन, रुम टेम्परेचरमा रहन दिन सकिन्छ। घृत थोरै पानी हाल्नुहोस्। हात वा स्पुन प्रयोग गरेर हल्का हलाउनुहोस्। पानी र घृत अलग अलग हुन दिनुहोस्। पानीको लेयर फुलाउनुहोस्। यसलाई अब 100 पटक दोहोर्याउनु पर्छ। हरेक पटक नयाँ स्वच्छ पानीले प्रयोग गर्नुपर्छ। 100 पटक भएपछि गोघृतलाई हल्का व्हाइटिश, स्मुथ र सफ्ट हुन्छ। छालामा हल्का लगाउँदा तुरन्त अब्जर्प्सन गर्छ। क्लिन ड्राई ग्लास जारमा राख्नुहोस्। रुम टेम्परेचर वा थोरै शीतल स्थानमा राख्न सकिन्छ। यसको सेल्फ लाइफ 6 देखि 12 मन्थसम्म हुन्छ। धुँदा घृत उच्च तापक्रम प्रयोग नगर्नुहोस्। नेचुरल रुम टेम्परेचर नै बेस्ट हुन्छ। बच्चा वा संवेदनशील छालामा प्रयोग गर्नु अघि पेच टेस्ट गर्नुपर्छ। पानी र घृत सधैँ स्वच्छ राख्नुपर्छ। अब हाम्रो सद्धौत घृत निर्माण भएपछि यसलाई एउटा सफा भेसलमा, भाँडोमा, तामा अथवा स्टिलमा सुरक्षित राख्नुपर्छ। सद्धौत घृत आयुर्वेदको एक शक्तिशाली प्राकृतिक र सुरक्षित औषधि हो। छालामा तुरन्त शीतलता र सुखद अनुभूति दिन्छ। पित्त दोष, जलन वा छालाको समस्याहरूमा अत्यन्त प्रभावकारी हुन्छ। यो बाह्य प्रयोग मात्र र स्टेरोइड फ्री हुँदा लामो समयसम्म सुरक्षित प्रयोग गर्न सकिन्छ। घरमै बनाउन वा ओपिडीमा प्रयोग गर्दा पनि यसको इफिसियन्सी अति नै राम्रो हुन्छ। यो एउटा नेचुरल मोइस्चराइजरको रूपमा काम गर्छ। अतः हामीले आफ्नो घरमा सुरक्षित तरिकाले यो सद्धौत घृत निर्माण गर्न सक्छौँ। धन्यवाद। यति भन्दै म यहाँ आफ्नो भिडियो अन्त्य गर्छु। यहाँ बनिसकेको प्रोडक्ट हेर्न